हेलो साथीहरु नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि त्यसपछि आज चाहिँ मैले मेरो घरबाट भिडियो स्टार्ट गर्दैछु धेरै दिनपछि। अनि आज मैले हजुरहरूलाई मेरो करेसाबारी देखाउन गइरहेको छु। के लगाछौं, के फलेछ, अनि मैले घरमा के पालेछु भनेर सब चीज देखाउँदै छु। हेर्दै जानु होला। म चाहिँ घरमा छु है। घर हो नि यो फेरि फुल्ने छ मेरो यता फुल। हेर्नु त साथीहरु, हाम्रो करेसाबारीमा कति राम्रो सिमी फलेको छ। यस्तो सिमी फलेको छ, यति लटरम्मै फलेको छ कि यस्तो फलेछ, कति राम्रो। हजुरकोतिर छ कि नै? हाम्रोतिर चाहिँ यस्तो छ। यस्तो हेर्नु, देखिँदैन कि है, तर यति धेरै छ नि, लपक्कै छ कि। यस्तो कति फल्ने रहेछ है यो सिमी त। फल्न थाल्यो भन्दा हेर्नु कस्तो राम्रो छ, कस्तो राम्रो छ करेसाबारी। हेर्नुस् त, भुइँमा यस्तो लत्रे छ, यस्तो लत्रे छ, कुरै नगरौँ। हेर्नु यस्तो छ के। हजुरकोतिर छ कि नै? हेर्नु कति हो सिमी त। भित्र नि पुरै फलेछ है। यहाँ भित्र नि यस्तो फलेछ कि कति हो कि है। त यो के, यो पात पनि हरियो भयो, बोट पनि हरियो भयो, अनि त्यही भएर नदेखिएको कि। हेर्नुहोस् न यहाँ कति राम्रो फलेछ, यस्तो फलेछ। अहिले त केही तरकारी पनि छैन, अहिले यही सिमी मात्रै छ। अनि अब केही दिनमा फेरि घिरमला हुन्छ, करेला हुन्छ, फर्सीको मुन्टा हुन्छ। हेर्नु कति छ कि। हेर्नुहोस् न कतिमा छ भन्दा यो यस्तरी लगाएको छौँ कि हामीले है। कति फलेको, यस्तो फलेको। हेर्नुहोस् त, जुम गरेर। ओहो, यहाँ एक लट है, यहाँ एक लट छ। यस्तो छ। यहाँ चाहिँ एक लट है। अनि यहाँ यो प्याज पनि फल्दैछ है। यस्तो प्याज यो हो प्याजबारी, यो नि हो प्याजबारी। यो हो लसुनबारी, लसुन मर्न लागिसक्यो लसुन। यो हो फर्सी, अनि धनिया फुलिसक्यो। यो धनिया यस्तो है, धनिया फुलिसक्यो। यहाँ एक लट छ खुर्सानी। हेर्नु है, अलि पछि यहाँ थुप्रै हुन्छ खुर्सानी। यो सब यो खुर्सानीको बोट हो है, यहाँ सारेको। अनि त्यसपछि छ, आज म हजुरहरूलाई मेरो करेसाबारी मात्रै देखाउँछु है। यहाँ फर्सी हेर्नु कति मजाले फैलिँदैछ, अझै भएन, फैलिँदैछ। हेर्नुहोस् त, फर्सी, यो फर्सी, यो हो करेला। यहाँ गइरहेछ, यो हो करेला है, करेलाको बोट। अलि पछि यो करेला नि खाइ नसक्नु फल्छ के। फल्न थाल्यो भने यस्तै सिमी जस्तै फल्छ के। यो हो करेला, यो हो घिरमला। घिरमला है यो।
गिरमला फुलिरहेको छ। फल्न नि लागेछ है। यो फल लाग्न लाग्यो। फल लाग्न लाग्छ। यो गिरमला माथि नै गए। यो नि हो गिरमला। यो सेतो खालको गिरमला अस्ति भर्खर रोपेको। यो भर्खर हुँदैछ। यो हो यो हरियो खालको गिरमला। फर्सी मेरो करेसा बारी यस्तै छ साथीहरू। यो हो घर। यो हो घर। हेर्नु न कस्तो दुःख गरेर लगाएको। घरबाट पानीको धाराबाट पाइप जोडेर यसरी वहाँबाट पाइप ल्याएको कि वहाँबाट पाइप यसरी लिएर आएर यहाँ पानी हालेर यसरी चाहिँ नि तरकारी खेती गरेछौँ है। यसरी तरकारी खेती। साथीहरू यो हो फर्सी है। फर्सी एक लट उता छ फर्सी, एक लट यता छ फर्सी है। यो फर्सी यस्तो यो मुन्टा यो तन्किँदै छ। पछि यो खाइ नसक्नुहुन्छ। फर्सी यहाँनिर सिमी यो फर्सी उता नि छ करेसा बारी। साथी यो घर पछाडि पनि लगायौँ हामीले। करेला लगाछौँ घर पछाडि। करेला है यो माथि जाँदैछ करेला। एक लट यता लगायौँ करेला गिरमला। एक लट यहाँ छ। यस्तै बाख्राहरू आउँछ भने यस्तरी हेर्नु न यहाँ तोरीको झ्याङले यस्तरी यहाँ बारेर राख्न परेको छ घर पछाडि। बेलौती लिची आँप पनि छ नि घरभित्रको एरियामा फेरि यस्तो छ। साथै यहाँ कुखुरा पनि पालेको छ कि खोरमा। लोकल कोइलर सबै छ। यो चाहिँ कस्तो ब्लोर आएको है। यो चाहिँ लोकल हो। उतापट्टि चाहिँ कोइलर छ कि उतापट्टि चाहिँ कोइलर छ। लोकलले अन्डा दिइराखेको छ है। अनि मैले यहाँ चाहिँ कुखुराले अन्डा दिन्छ भनेर यस्तो गरेर राखिदिएको त भाले चढ्छ कि साथीहरू है। भाले चढेर अनि यस्तो बिगारिदिएछ कि। अब यहाँ अन्डा राखिदिन मिल्छ त? यहाँ मिल्दैन नि। कसरी अन्डा राख्न मिल्छ? भालेले यहाँ खाइहाल्छ नि अन्डा। फेरि भाले बिना फेरि अन्डा दिँदैन। फेरि पोथीले फेरि बच्चा काट्दैन। दिन त दिन्छ तर बच्चा काट्दैन। भाले त चाहिन्छ अन्डा दिँदासम्म। कोरलमा बसेपछि बल्ल भालेलाई चाहिँ उताको पोथीहरूसँग राखिदिन पर्यो। उता पनि छ नि भाले। ए पोथी छ उता नि कोइलर छ है उता। देखेन के। ए उतापट्टि चाहिँ यसरी हेरिराखेको छ है कोइलर। यता लोकल उता कोइलर। यो चाहिँ बुढो आउनुहुन्छ र अनि बुढो आएर खानी भनेर पालेको। यो पोथीलाई चाहिँ चल्ला गाड्न दिने कोइलर र यो भाले चाहिँ खाइदिने हो। हेर्नु न अब यसरी है कसरी पार्छ अब यहाँ अन्डा। यस्तो कति मजाले मैले भर्खरै हो कि है मिलाएर राखेको थिएँ। यस्तो बनाएँ कि भालेले त यस्तो बनाएँ कि यस्तो। अब यहाँ हुन्छ कि यस्तो बनाएपछि पुरै चारो फाल्छ क्या। यस्तो छ मेरो दिनचर्या। यसरी नै जान्छ बारीमा आएर कुखुरा हेर। यसरी नै मेरो दिन कट्दैछ। पुन्टेखोर सानो पुन्टेखोर। यो हो पुन्टेखोर। यो चाहिँ पुन्टेखोर। यहाँभित्र छ राम्रो राम्रो क्युट कुखुरा। तर भालेले यस्तरी है चल्ला चाहिँ काट्न दिन्न। यो भालेलाई उतापट्टि राख्नुपर्छ उता कोइलर पोथीसँग। पछि अब चाहिँ म घर आएँ। यो मेरो सानो पुन्टे घर।
भित्र चाहिँ बत्ती बालेको छ। यो खाटमा चाहिँ दिनभरि बाबा ससुरा बस्नुहुन्छ। यता बाहिर छ, यो गाउँबाट ल्याएको हो कि। यहाँबाट हेर्नु यस्तरी, यहाँबाट यहाँ फुलहरू पनि छ, पछाडि फुलहरू पनि छ। यस्तरी हेर्नु साथीहरू, यहाँबाट पाइपबाट पानी लगाएर हो कि तरकारी लगाएको। हेर्नुहोस् न कस्तो नराम्रो आएको है। त्यहाँ पारी हो कि तरकारीहरू लगाएको, पाइप लगाएर हेर्नु न। यस्तरी सिमीहरू चाहिँ यता फर्सी सिमी यता नि छ फर्सी। अब यो ब्लोर आयो। सिमी त कति हो फलेको त। टोलीहरू बिहामा गएर आए है। मिनाहरू गाउँलेहरू एकलट बिहामा गएर आउँदैछन् बिहा खाएर साथीहरू। यो हो मेरो घरको डिजाइन यस्तो छ। सर्लक्क म यहाँ छु। यहाँ मेरो स्कुटी छ। यो हो मेरो घर, भित्र यस्तो छ। भरे यहाँबाट छ माथि जाने गेट। साथीहरू म चाहिँ यहाँ छु ला, यहाँ छु ला म। बाई बाई। देखि अनुहारै ढाकेछ मेरो।